भान्जा बाबु जेम्स गुरुङलाई चाहिँ आशीर्वाद दिनको लागि चाहिँ मामूलीहरूको आशिक हाल्ने कार्य सुरु भइसकेका छन्। भान्जाको तर्फबाट मामलीहरूलाई चाहिँ रकम प्रदान भइसकेका छन्। तिमीहरूलाई निन्द्रा पुगेन? पुग्यो एकदम पुग्यो हो र? अब हामीले नाच्नलाई तँ मजाले सुतिरहेछ। सिमे नमस्ते। बाबू सन्चै मुवा सन्चैमा ये नाच में नाच खैली मो छ्याउ मो यार रे हो र? ल बुझ्यौ एकदम एकदम धन्यवाद आजा फुपू एकदम धन्यवाद म फुपू हाम्रो सम्पूर्ण फुपूहरू पनि आइसक्नु भएको छ। सबै निम्तौली जीवहरू चाहिँ यहाँ आएर चाहिँ एकदमै अनुशासित तरिकाले चाहिँ बसेर यहाँ हाम्रो भान्जा बाबुलाई यो मामुली तर्फबाट चाहिँ आशीर्वाद दिने कार्यक्रममा सबै सहभागी भइरहेका छन् है गाइज। त सबैजनालाई नमस्ते, स्वागत छ तपाईँहरूलाई हाम्रो यो भान्जा बाबुको शुभ पुटपुटीमा। तपाईँहरूले चाहिँ तपाईँहरू निम्तौली जीवहरू चाहिँ यहाँ आइदिएर यस शुभ कार्यमा चाहिँ उपस्थित भएर चाहिँ बुझ्यौ हो के हो बुझ्यौ जम्मै बुझ्यौ यता ठुलो बुझ्यौ। नमस्ते म्याडम, सन्चै हुनुहुन्छ? हो म्याडम पनि आउनु भएको रहेछ एकदम सबै निम्तौली जीवहरू चाहिँ आउँदै हुनुहुन्छन् माथिबाट तलतर्फ लस्करै लाएर। सबै बाजे मामाहरूलाई नमस्ते। तपाईँहरूलाई मेरो भान्जाको शुभ पुटपुटीमा स्वागत छ। तपाईँहरू कहाँदेखि आउनुभएको? ए यहीँ तलबाट हिले बजार। ए पहिला म आउँदाखेरि चाहिँ हिलेभट्टी भनिन्थ्यो, अहिले सबै चेन्ज भएर सिटी भइसक्यो हिले बजार। राम्रो राम्रो घरहरू बनिसकेको रहेछ है मामा? हजुर। बजे नमस्ते बजे, सन्चै म उहाँ ओ मेरो आन्टी। कसको बच्चा आन्टी? मेरै हो। आफ्नै हो? अब एकदमै बिस्तारै निम्तौली जीवहरूको वृद्धि दर यहाँ बढ्दै छन् है। आउने क्रम जारी नै रहेको छ। हजुर काशी, हजुर बहिनी, हाम्रो निम्तौली जीवहरू चाहिँ दादा घरमा खाजा खाएर चाहिँ बाहिर
एक्जिट भइसक्नु भएको छ र आउनेवाला निम्तोलीहरू चाहिँ खाजा खानको लागि प्रवेश पनि भइरहेका छन्। यसरी चाहिँ खाजा तथा सगुन खाँदै हुनुहुन्छ हाम्रो निम्तौली ज्यूहरू। भान्जा बाबुको बाजे बोजेको घर। यही घर हो चाहिँ हाम्रा भान्जा बाबु जेम्स गुरुङको बाजे बोजेको घर। यो चाहिँ भान्जा बाबुको घर हो। अब घरभित्र चाहिँ सम्पूर्ण पाहुनाहरू प्रवेश गर्दै एक्जिट हुँदै सगुन तथा खाजा खाएर चाहिँ एक्जिट इन आउट हुने क्रम एकदमै बढिरहेको छ है।